What's up everybody? I have सबैजना सन्चै हुनुहुन्छ होला म एकदम सन्चै छु फेरि न्यू डे न्यू भ्लग लिएर आइसके अहिले चाहिँ मेरो भिडियो चाहिँ डेली रेगुलर नै गइराछ तर भ्युज झन्झटी रेगुलर हाल्यो उटी डाउन 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 हुँदै गइराछ आज बिहान पनि एउटा भिडियो अपलोड गरेर मैले तँलाई नहेरेर हेर्न भ्युज आयो कि आएन कि केही थाहै छैन मलाई त्यतिकै अपलोड गर्छु सोच्छु नि एकसाथ बिल्की गएर अर्को भिडियोलाई एडिट गर्दाखेरि चाहिँ बेलुकाको भिडियो एडिट गर्दाखेरि चाहिँ हेर्छु कहिले बेला बिहानै बिल्की चाहिँ अपलोड गरेर बिहान पेन्डिङमा राखेर अपलोड गर्छु बिहान पेन्डिङमा राखिदिन्छु अनि कहिले फेरि बिहानै पेन्डिङ अपलोड गरेर आउँछु होइन त्यस्तै भइरहेछ अहिले चाहिँ जसरी भयो नि डेली चाहिँ हालिरहेको छु 6-7 मिनटको भयो नि 12-13 मिनट अब टाइम भएछ त झन् 12-13 मिनटकै हालेको हुन्छु भएन भने नि 6-7 मिनटको 4-5 मिनटको त हालिरहेकै हुन्छु अहिले डेली नै हालिरहेको छु डोन्ट गिभ अप भन्ने हुन्छ त्यस्तै पेन करेक्सन करा सो अहिले चाहिँ आम्मामा यो कुहिरो लाएर हुती पाचरको मान्छे पनि देखिन्न कि आप्पा हुस्सु भन्छ बबाल आएछ च्यात्तै अलि हल्का 10-15 मिटर टाढाको मान्छे त देखिन्न केही देखिन्न भनौँ न यहाँ तलतिर त्यतिर एरियालाई बन देखिने अहिले सेतो देखिरहेछ पुरै ल बर्खालाई यस्तै हो अघि बिहानभरि बिहान नि कति बजीसम्म 8 बजीसम्म झन्डै पानी परि गयो अनि बिरो भयो फेरि अनि अहिले पनि अब पर्ला जस्तो चिसो मौसम चाहिँ गरिरहेछ तर घाम लाग्नु भनेर त्यही ठिक छ जस्तो लाग्छ मलाई चाहिँ घामले त तेरिका मान्छेलाई जस्तो भयो भने ठिक छैन क्या घाम लाग्यो भने गर्मी भयो भने यस्तो गऱ्यो भने जाडो भयो घामै दैन भन्ने जे गरे पनि मान्छेले ठिकै छ कामै छ ल आज चाहिँ अलि ढिलै भएको छ 1:30 हिँड भइसक्यो पारी पुग्दासम्म 2 बज्छ अन्त ठिकै हो छिटो लगाएछ त फेरि छिटै फर्केर आउँछ क्या 12टा झेउ लाग्ने चर्ने भयो त्यो भएर चाहिँ ढिलै लगाऊ बरु ढिलै फर्केर आउँछ लिएर आएको त्यो हो गर्नुपर्ने होइन आम्मामा ल आऊ हिँड्ला भने कर अहिले अहिले चाहिँ हट्न लाग्छ अलिअलि हटिरहेछ ए बर्खालाई यस्तै हो पानी फ्याट्टे पानी फेरि डर्किन सक्छ पानी नआए फेरि चरक्कै घाम लाग्न पनि सक्छ यस्तो कुहिरोलाई गर्न सक्छ अजिब छ मौसम ल आइज बर्खा बेला यो पानी पर्ने चाहिँ मलाई खासै मन पर्दैन तर यो हरियाल चाहिँ बबाले मनपर्छ सबै ठाउँ पुरै हरियो हुन्छ अहिले कहाँ हुनु हरियो सबैतिर यस्तै सेतो मार्छ सो त्यही हो आमा झन्डै खुट्टा मर्यो त्यही हो अब भिडियो चाहिँ आइरहेछ हिजोको भिडियोमा त झन् म अचम्म परेँ बिहान अपलोड गरेँ अनि हेर्दा पनि हेरेन कति गयो के भ्युज गयो के हेरेन अनि बिल्की बिहान 8 बजीतिर अपलोड गरेको झन्डै 12-13 घन्टा भइसकेको थियो अनि बिल्की हेर्दाखेरि आमा 0 भ्युज नो भ्युज 300 कति 70-69 कति सब्सक्राइब छ त्यतिमा कमसेकम 1-2 भ्युज 10-12 भ्युज पनि जानुपर्ने नि तर नो भ्युज आमा म सक फर्स्ट टाइम मलाई मेरो भिडियोमा एक दिनसम्म पनि एउटा भ्युज पनि नखाएको नि बरु पहिलो चाहिँ मैले भिडियो हाल्दाखेरि पनि बरु अर्को मोबाइलबाट खोलेर चाहिँ भ्युज गराएँ तर हिजो त मलाई सक भयो आमामा 0 भ्युज नो भ्युज देखाउँछ म त एकछिन सक भएँ फेरि के मोबाइलको इन्टरनेटले राम्रो काम नगर भनेर रिफ्रेस गरेर हेर्दा पनि नो भ्युजै देखाएको अन्त सक भयो म त अनि पछि 10 बजे 11 बजीतिर चाहिँ भ्युज 3-4 भ्युज लाइक कमेन्ट हल्का आएको थियो 1-2 भ्युज त मैले हेरेन होला 1-2 भ्युज त मैले हेरेर आएको हो अरू चाहिँ 2-3 भ्युज 6-7 भ्युज पुगेको थियो के गर्नु भिडियो बनायो दुःख गरेर बनायो अनि त्यस्तै छ यहाँ तर न गिभ अप
टार्गेट चाहिँ मेरो 2 हप्तासम्म चाहिँ रेगुलर भिडियो हाल्ने 2 हप्तासम्म रेगुलर भिडियो हाल्छु कम्प्लिट भएन भने फेरि 2 हप्ता राख्छु तर भिडियो रेगुलर चाहिँ हाल्ने कोसिस गरिरहेको छु अब 1 वर्षसम्म चाहिँ रेगुलर हालौँ र कतिको च्यानल त हुँदो रहेछ ग्रो हुँदो रहेछ हेरौँ अस्ति नै भिडियो नहाल्ने भएर नहुने अहिले भिडियो हालेपछि हुन्छ कि नै एकचोटि चेक गरौँ फेरि के छ र किन हाल्छु हाल्न त जति भ्युज आओस् नो भ्युज आए पनि मलाई मतलब भएन केही फरक पर्दैन नो भ्युज आयो नि मैले आफ्नो प्यासन फलो गर्ने हो मैले यही मनपर्छ अब म यही गर्छु अरूले जे भने भनुन् जे गरून् तर 1 वर्षमा चाहिँ चेक गर्छु कतिको आउँदो रहेछ रेगुलर भिडियो बरु तिमी एकछिन बनाएर एकैछिनको भने आउँछु हाल्न त भिडियो चाहिँ रेगुलर आउँछ भन्ने कोसिस छ मेरो बाइचान्स अब केही भएन भने र आफ्नो मोटिभेसन यस्तै कायम गर्न सक्यो भने चाहिँ केही हुन्न यो अब काम छैन भने फालिदिन सक्छु फेरि अब मेरो सेकेन्डमा माइन्ड चेन्ज हुन्छ अहिलेसम्म चाहिँ त्यहीमा अडिक्ट छु म भिडियो हाल्नुपर्छ दिनदिनै भिडियो हाल्नुपर्छ भन्ने सोचमा चाहिँ म अडिक्ट भएरै बसेर चाहिँ यत्रो दिनको 2 हप्ता भएन 2 हप्ता न आएन 7 दिनको भयो रेगुलर भिडियो बिचमा फेरि 1-2 दिन ग्याप भएको थियो पुरा नेटको प्रब्लमले गर्दा नि हो कि भिडियो त बनाउनु त तर नेट नभएर कहिले बेला चाहिँ आफूसँग अब नेट त्यो चलाउने टाइममा फुर्सद नभएर त्यो भएर चाहिँ 1-2 दिन कहिले चाहिँ ल्याब हुन्छ अब अगाडि पेन्डिङमा राखौँ भने भिडियो अगाडि पेन्डिङमा राखौँ भने फेरि कहिले मैले भिडियो आएको नि त आफूले चाहिँ अर्कै लाग्ने कि त्यो जति बेला पनि उति बेला चाहिँ हाल्ने मन लाग्छ भिडियो आफूलाई उसै दिन वा अर्को दिन अनि आफूले आज बनाएको भिडियो चाहिँ 1-2 महिनापछि गएर हाल्दाखेरि त आमामा फरक परिहाल्छ नि अब त्यही भएर चाहिँ आफ्नो भिडियो चाहिँ सक्दो जति बेला बनाए उति बेला नै हाल्ने उसै दिन अथवा अर्को दिन त्यो गरेरसम्म चाहिँ फ्रेस हुन्छ नि भिडियो पनि पछि अब मकै पाइसकेको हुन्छ अहिले मकै खन्न लागेको भिडियो हालेपछि त फेरि फरक मान्छेले पागल हुँदैन नि त्यही भएर पेन्डिङमा राखेर चाहिँ म त्यसो नगरौँ भन्छु प्राइभेटमा राखेर अथवा अनलिस्टेडमा राखेर तर बिल्की अपलोड गरेर चाहिँ अनलिस्टेडमा राखिदिन्छु बिहान उठेर चाहिँ पब्लिक गर्छु त्यो गर्दाखेरि टाइम पनि बच्छ तर बिहान त दुःख हुन्छ नि बिहान उठ्नुपर्छ 6 बजेको अलार्म छ मेरो 6 बजे उठ्छु भिडियो एडिट गर्छु अहिले चाहिँ म केही छुट्याइ छुन्न बिल्की त 6 बजे उठ्छु भिडियो एडिट गर्छु अनि लाइन भएपछि अपलोड भयो नेट चलाएको भए चलाएन भने त फेरि अब त्यही हो पेन्डिङमै बस्छ अब कहिले एक नेट पाउनु अर्को दिन 2 दिन नेट पाउन बित्तिकै फेरि हालिदिन्छ गाह्रो छ नि हो यहाँ त घर भएको भए वाइफाईमा भ्याट आयो त्यहाँ भएको भए भिडियो त्यहाँ फेरि भिडियोको कन्टेन्ट फेरि अलि राम्ररी पाउनु थिएँ यहाँ त कमसेकम गोला जाने भए पनि भइरहेछ नि त टाइटल मात्रै गोला जाने हुनु भिडियो त सरी गोला जाने हुन्छ नि त टाइटल त कहिले के होला फरक होला होइन तर भिडियो चाहिँ मेरो गोला जाने नै हुन्छ नि त त्यो भए पनि यताउता हिँड्दै पनि हिँडेकै भिडियो हुन्छ घर त कहाँ जानु यता पनि छैन उता पनि छैन घर फेरि नेटको प्रब्लम चाहिँ छैन नेट चाहिँ घरमै रहेछ एक सर्टमा भिडियो बनाउनु पऱ्यो हाल्नु पऱ्यो 10-15 मिनट 4-5 मिनटमै बबाल नेट चल्छ 4-5 मिनटमै भिडियो क्लियर हालेर अपलोड भएर पनि भ्युज आइसक्छ यहाँ त झन्डै आयो भने पुग्नुपर्छ 10-12 मिनटको भिडियो बनाइसकेस् त यहाँ त 10-12 मिनटको भिडियो बनायो भने झन्डै आधी घन्टा त कुर्नै पर्छ नेटले चल्दैन यस्तो हार्ड यस्तो गरे माथि टान्कै आँखाको फोटो निक्लियो हेरी बल्ल पछि चाहिँ अपलोड हुन्छ बल्ल क्या भिडियो हुन्छ कति मिनट भयो आम्मा 8 मिनट भइसक्यो फेरि यो भिडियो यस्तै गर्नुपर्छ क्या कति माथि देखाउनु यो बाटो पनि यस्तो छ कि ढुङ्गा खाट्ला खुट्लु हिँड्दाखेरि पनि ठेस लाग्ने मेरो 2 दिन चाहिँ चोटै लागिसक्यो हो यहाँ खुट्टामा यो ढुङ्गाले काटेर ठेस लगाएर कि कहिले अरू भ्लगरहरू जस्तै च्याट्टै पारेर कहिले आफूले चाहिँ बाइकमा भिडियो बनाउनु कहाँ भन्ने सोच लाग्छ तर भ्युज राखेर चाहिँ यो गर्नुभन्दा बरु नोकिया चलाउनु ठिक छ भन्ने लाग्छ कि आफूलाई चाहिँ के गर्नु गाह्रो छ नि हो यहाँ सपना पुरा गर्न मलाई यो जुनले नभए होला जस्तो लागिरहेको छ अर्को जुनी पनि चाहिन्छ जस्तो लागिरहेको छ यो सपना पुरा गर्नलाई आम्मामा उठपट्याङ गर्ने मान्छेहरू एकैछिनमा भाइरल भएर कहाँ पुगिसक्छ आफू चाहिँ रेगुलर सोझो भनेर भिडियो गराउँदाखेरि चाहिँ अब कहाँ हो उठपट्याङ गरेर कहाँ पुग्छ उठपट्याङ गर्ने त ल एउटा भिडियो ल उठपट्याङ गर्ने छाडा बोल्ने तिमी गर्ने मान्छेहरूले ल एउटा भिडियो 2टा भिडियो त्योमा भाइरल भएर च्याट्टे आमामा इन्टरभ्यू लिएर उसको लाइफ सेट बनाइसक्छ क्या उसले
अनि आफूले चाहिँ सोझो पारा बनाएर देखाएर हामीले पनि आउँछ उटपटाङ गर्न, तर आफूले चाहिँ सोझो पारा देखाएर भिडियो बनाउँदाखेरि चाहिँ 0 भ्यू, 6 भ्यू, 7 भ्यू, 10 भ्यू, 11 भ्यू, 12 भ्यू, बुढीमा गयो भने सही ल यति। अनि यो भइस चाहिँ मान्छेले अब के रोज्छ त यहाँ, त्यो उटपटाङै गर्ने रोज्छ बरु, बिल्ला भए भाउ जे भए भाउस। सोझो बनेर त यहाँ यस्तो छ लाई, मैले कति वर्ष भइसक्यो बनाउनु लाग्यो। यदि उटपटाङ भिडियो बनाएको भए 1-2टा भिडियोमा भाइरल भएर मेरो लाइफ सेट भइसक्थ्यो यति बेला। तर हतार छैन मलाई, म यही गरी काल चल्छु, मलाई यही तरिका बेस्ट लाग्छ। यहाँ चाहिँ अहिले चाहिँ पानी पर्न जस्तो लागिरहेछ। मैले चाहिँ अहिले रुजायो त्यो छाँटा चाहिँ खोलेर म बसिरहेको छु। पारि बाह्र ननस्टप पारि पुगिसक्यो त्यो चिउराको बिजुला खानलाई। अनि यहाँ त पानी मर्छ होला भनेको मरेन रहेछ। अघि बेलुकी पनि अरे हिजो बेलुकी पनि पर्न त पानी अलिअलि। अनि आज पनि हल्का बिहान आयो। यहाँको पानी चाहिँ खासै ठुलो चाहिँ भएको छैन रहेछ। ओ माई गड, ल आऊ यही त अहिले नुहाइदिउँ जस्तो लाग्छ कि यसबाट। के भने जाडो छ अहिले नुहाउन मिल्दैन। अहिले काटेर फेरि अहिले कहाँ भाग्नु, झन् आएर भेस्टसँग आएको छु। तर गाह्रो पर्छ नि अहिले काटेर कहाँ जानु, झन् पानी पऱ्यो भने त्यही बेला सो डेन्जर। त्यहाँ बाख्राले म पारीको धारासम्म लगेर उता लगाइदिन्छु अनि कोही बस्नु पर्ला। के लग्नु न दाउरा लग्नु न घाँस लग्नु, सोत्तर लग्ने हो भने अस्ति सोत्तर लगायो हो लग्नु र सोत्तर। अहिले पानी परिरहेको बेलामा चिसो हुन्छ सोत्तर। अस्ति त घाम लागेको बेला र त्यसलाई आस्नको चिसो भएर मैले जिताएर कति बिसनाको बल्ल पुगेँ माथि घर पुगेँ। यस्तो आम्मा स्वर्ग जस्तै भाट्यो हेभी सोत्तर हालेर आइयो हाम्रो। अहिले त अब बस्ने एकछिन बसेर मोबाइलहरू नि हेर्नुहरू। अब एसीको रिजल्टले टेन्सन गरिरहेको थिएँ कस्तो आउने के आउने भनेर। ए यहाँ बिजुला टिप्छ कि तिरियाना त्यतितिर टिप। अब बिजुला खाएको खायो। बिदाको बेला चाहिँ एकटा केटाहरू हुन्छन्, अरू बेला त एक्लै हो आउनु त। महिमाको छोरी यङ त्यो हुस्सु त हेर्नु न बाध्य पापा। ए ठिक हुस्सु त दामी के यो तल क्लियर भयो माथितिर बर्थडे चाहिँ हुस्सु यस्तो लागिरहेछ। अहिले चाहिँ म गोला गएर पनि आइसकेँ। अनि यहाँ एउटा पढेरमा पानी भर्न आएको थिएँ। यही मोबाइल लिएर अर्को मोबाइल चार्जमा छोडिरहेको थिएँ। अनि मोबाइल लिएर आएको थिएँ अनि पानी भरेँ, गीत बजाइरहेको थिएँ। गीत बजाएर त्यही टङ्कीको उब्रिँदा राखेर पानी भरेको थिएँ। अनि गीत सकेछ अनि मोबाइल पनि अफ। अनि त्यसपछि म पानी बगेर जङ्ती यहाँ घर आएँ। अनि घर आएर पानी सानी निकालेँ बसाइसकेपछि। पछि चाहिँ अब हेर्छु त छाम्छु त म गएँ छाम्छु र मोबाइलै छैन। चला स्याएर अनि गर्दै गएर अहिले मोबाइल लिएर चाहिँ अहिले फर्किरहेको छु। सो आजको भिडियो चाहिँ त्यतिर एन्ड गर्न चाहन्छु म। डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब, किप लभिङ किप सपोर्टिङ। अङ्ग्रेजी बोल्न आन्न, धेरै धेरै माया गर्नु होला राम्ररी। यो हिजो अस्ति चाहिँ नो भ्यू चाहिँ नहोस् भन्दै आज चाहिँ बिलाइदिन्छु। अनि भोलिको फेरि मर्निङ ब्लगमा भेट्नु नै छु। अहिले त सबैलाई धन्यवाद ल।